राजावादी भनौताहरूले भाटबटनीमाथि धावा बोले र भाटबटनीलाई तोडफोड गर्यो। भाटबटनीको सम्पत्ति लुट्ने काम गर्यो। यो ज्यादै नै खेदपूर्ण र निन्दनीय छ। मैले आफूले हाई स्कुलमा पढ्दादेखि नै राजनीति सम्बन्धी थोरै ज्ञान जानकार थिएँ, थोरै जानकार छ। किन त्यस्ताका पञ्चायतको शासन थियो, पञ्चायती व्यवस्थामा हामीले बोल्ने अधिकार, लेख्ने अधिकार थिएन। त्यो कुरोको बारेमा म जानकार थिएँ। मैले आफ्नो विद्यार्थी कालमा पञ्चायत विरुद्ध सङ्घर्ष पनि गरेकै हो। मलाई यो कुरो भनिरहँदा मलाई गर्व लाग्छ। म अहिले आएर एउटा व्यवसायी भएँ। बर्बर तानाशाहको विरुद्धमा लड्ने एउटा चाहिँ सशक्त युवा पनि हो। यो मलाई भन्दाखेरि मलाई गर्व लाग्छ र एउटा नेपाली नागरिक भएको नाताले मैले अन्यायको विरुद्ध लड्नुपर्छ भन्ने कुरो चाहिँ मैले त्यही समयमा जब म 16-17 वर्षको उमेरका थिएँ, त्यसै वर्षको चाहिँ मैले चाहिँ लडाइँ लड्दै आएको र विभिन्न कालखण्डमा, विद्यार्थीको कालखण्डमा हो अथवा चाहिँ के भने व्यवसायिक मतलब जागिरको सिलसिलाको कालखण्डमा र यो व्यवसायिक सिलसिलामा विभिन्न घटना, देशमा विभिन्न घटना परिघटनाहरू देखेँ। कुनै पनि घटनामा चाहिँ यसरी चाहिँ कसैको पनि व्यक्तिगत सम्पत्तिमा धावा बोल्ने, आक्रमण गर्ने, व्यक्तिगत घरमा चाहिँ ढुङ्गा मुढा गर्ने, व्यक्तिगत मतलब चाहिँ के भनेदेखि चाहिँ अफिसरमा चाहिँ मतलब आगजनी गर्ने र यो त्यति मात्र होइन, एउटा फोटो पत्रकार जसले आफ्नो चाहिँ के भनेदेखि पत्रकारितामा एउटा राम्रो फोटो चाहिँ खिचेर समाजमा चाहिँ यस्तो यस्तो हुँदैछ भन्ने जुन देखाउने व्यक्तिलाई चाहिँ जलाएर मार्दिने, यस्तो किसिमको बर्बर आन्दोलन मैले कहिले पनि देखेँ। र मलाई यो कुरा भनिरहँदाखेरि कुनै अप्ठ्यारो लाग्दैन। आज भाटबटनी माथि आक्रमण भयो, भोलि अन्य सबै प्रतिष्ठानहरूमा आक्रमण हुन सक्छ। आज भाटबटनीको सम्पत्ति मतलब चाहिँ सामानहरू लुटे, भोलि देशको सबै व्यवसायीको सम्पत्ति लुट्न सक्छ। त्यस्तो लुटेराहरूले ल्याएको परिवर्तन हामीले चाहेको हो। त्यस्तै लुटपाट गर्नेको प्रति हाम्रो समर्थन हो? कदापि होइन। हामी यो देशलाई सम्पन्न बनाउन चाहन्छौँ। यो देश विश्वको सम्पन्न मुलुकमा परोस् भन्ने हामी चाहना राख्छौँ र हामी नेपालीहरू त्यो कुरामा लगनशील पनि छौँ। तर सत्ताको प्राप्तिको लागि जुन कुरा भयो त्यो ज्यादै नै खेदपूर्ण छ। आज भाटबटनीमा चाहिँ आक्रमण भयो, ढुङ्गा मुढा भयो। त्यहाँ चाहिँ के भने कुनै व्यवसायिक प्रतिष्ठानमा मतलब चाहिँ मिडिया हाउसमा आक्रमण भयो। हामीसँग नि हाम्रो नि हात छ नि। दुर्गा प्रसाई जसको जुन चाहिँ आन्दोलनको चाहिँ के भनेदेखि चाहिँ के अरे लिडर के अरे त्यो के भन्थ्यो उसको मेन नायक, उस कमान्डर, उसको बीएमसी हस्पिटलमा गएर हामीले ढुङ्गा हान्यौँ भने के हुन्छ?
दुर्गा प्रसाईको बीएमसी हस्पिटलमा चाहिँ ढुङ्गा मुढा गर्यो, त्यसको लुटपाट गर्यो भने के हुन्छ? दुर्गा प्रसाईको मन चित्त दुख्दैन? उसको मन रुँदैन? त्यस्तो उसको त्यतिखेर उसको मन रुन्छ भने आज मिनबहादुरको अथवा मिनबहादुरको परिवारको सारा मतलब चाहिँ भाटबन्दीसँग आबद्ध परिवारको चाहिँ मन दुखेछ। यस्तो काम गर्नुहुन्छ? आज कुनै एउटा चाहिँ के भने पूर्व प्रधानमन्त्रीको चाहिँ घरमा अथवा कहीँ पुग्ने उहाँहरूको चाहिँ अफिसमा गर्छ भने यो आन्दोलनको जुन मेन नायिकेको दरबारमा ढुङ्गा मुढाउने भने के हुन्छ? यो कुरा हामीले बुझ्नुपर्छ। हामीले चाहेकै हो नेपाली जनताले चाहिँ के भनेदेखि यत्रो चाहिँ सङ्घर्ष गरेर ल्याएको चाहिँ गणतन्त्र पछिको चाहिँ के भनेदेखि एउटा परिघटना यस्तै हो। यो ज्यादै निन्दनीय छ, ज्यादै खेदपूर्ण छ, ज्यादै बर्बर छ। यो ज्यादै निन्दनीय छ। र मैले चाहिँ नेपाल सरकारले, म एउटा व्यवसायी भएको मात्र व्यवसायी भएर पनि हुनको साथै एउटा नेपालको नागरिक हुँ, यो सचेत नागरिक हुँ। नागरिकको हैसियतले म यो पनि भन्छु, एउटा डनलाई, एउटा गुन्डालाई जे पनि भन्नु र जे पनि गर्नु दियो, यो भनिन त मलाई कुनै चाहिँ के भनेदेखि त्रास भएर चाहिँ के भनेदेखि हिंसा बोध छैन। राज्यले के हेर्यो? एउटा व्यवसायी 10वटा व्यवसायी अब मतलब चाहिँ के भनेदेखि यो के अरे यो चाहिँ सबै चाहिँ ब्ल्याकी हो अथवा यो सबै स्मगलर हो, यो दलाल हो, यो हो त्यो हो भनेर त उसलाई छुट दियो। ब्याङ्कको पैसा नतिर भनेर छुट मलाई चाहिँ के भनेदेखि आह्वान गर्दा उसलाई छुट दियो। ब्याङ्कको कर्मचारीलाई कालो मसो लाउँदा पनि उनले छुट दियो। त्यसैको परिणाम हो यो मतलब चाहिँ आज यो चाहिँ के भनेदेखि दुईजना नेपालका महान युवाहरूको चाहिँ के भनेदेखि मृत्यु भयो। दुईजना महान नेपालका चाहिँ के भनेदेखि जवानहरूको मृत्युवरण गर्नुभयो। यो राज्यको दोष हो। राज्यलाई पनि म एउटा नेपालको भाटबन्दीको मतलब चाहिँ एउटा चाहिँ व्यवस्थापक मात्र होइन, राज्यको एउटा नेपालको एउटा बोनाफाइड सिटिजनको नाताले राज्यले त्यो कडाभन्दा कडा कारवाही गर्यो भने मतलब चाहिँ के भनेदेखि चाहिँ आह्वान गर्छु।